गाइज वेलकम टु माई न्यू भ्लग र आज हामी बहुत समयपछि आएको छ भ्लगमा। अब यसो वातावरण मिलेर डुल्न हिँडेको। अब हामी वातावरणको घरतिर हिँड्न लाग्यो। अब वातावरण ल गाइज हुन्छ आज अब वातावरणको घर हिँडेको हेर्न सक्नुहुन्छ। मोलबोग्ने कार्यक्रम भइरहेको रहेछ। नाचेको रहेछ अवस्था। वातावरण हाम्रो अनि उता दिदी हुनुहुन्छ काम गर्दै हेर्न सक्नुहुन्छ। वातावरण यस्तै छ भन्ने हामी अब भला गराउनलाई अब यसो हजुर पनि देखिनु भयो यति भाइरल दिदी नि अवस्था यस्तो छ। गाह्रो बिरो मोल बोक्ने अवस्था छ। गाउँमा भाषी यस्तो हो आउने भयो मोल काण्ड। ल गाइज मोल काण्ड है यो चाहिँ। हामी अब पैसा लिँदै छौँ के अरे हेर्न सक्नुहुन्छ। पैसा यति भाषी धेरै जब आधी लिटर त कहाँ भयो भौतारी हामी चाहिँ गयो नि। ल टिकाराम सरको घर उता बाई है हाम्रो वातावरणले हेर्न सक्नुहुन्छ। हाम्रो मोल टोली भइरहेछ। गाह्रो गाह्रो पिरो होइन हामी त गाउँले परियो भन्नु केही सक्दैन। दुई शब्द बोल छैन खेतराहरू रमाइलो छ रमाइलो अवस्था नाजुक छ। नाजुक छैन अवस्था ल टाटा गरिदिनु र ल रमाइलो गाइज गाउँभरि अवस्था गाह्रो छ। अहिलेको नाजुक टिकाराम छोरी यस्तो छ अवस्था। छोरीसँग लडेर बसिरहन्। अच्छा ठीक है अवस्था नाजुक छ। दुधले जानु भनेको ल छिटो जानु त टिकाराम सरलाई हिँडौँ न त। यो पनि अटेरी छ। यो केटी पनि यस्तै छ। लडाइँमा दिएर बाउ छोरी हालत यो त मलाई नि हान्छ के। हामी चाहिँ हिँड्यौँ। अब गन्तव्य चाहिँ टाढाइको छ। उहाँ किसानमा पुग्ने भाइरस रोडकै चिन्नु भयो होला नि त। त्यही जाने हामी दुध लिन हिँडेको केटाहरू भयो। टिकाराम पनि भेट भयो। सबै बार हिँड्ने राजन दाई घर यो चाहिँ हाउस हो। अनि कोही रहन्छ नाजुक अवस्था। कुकुर पनि रहेन छ क्या नाजुक अवस्था। पुरै दरवाजा लगाएर सबै टाप हिँड्ने टोली ल त्यस्तै छ। बिच बिच क्लिप आइरहेको छ। त्यही अहिले चाहिँ हामी यति नै भन्न चाहन्छु है। ल समीर ल ल अब हामी पिच रोडमा आइसकेको छौँ। यस्तो हो नाजुक अवस्था। अवस्था चाहिँ गाह्रो पिरो होइन। अब वातावरण यस्तै हो के अरे घाम पानी परिरहन्छ। अब यता बलौनियामा यो घर छ के अरे नाजुक अवस्था। कोही छैन छोराछोरी नि कोही छैन बरु एक्लो जान कता जान्छन् कता भौतारी रहन्छ दुःख छ। बलौनियामालाई नि के अन्त बल्ल गइहालेको र माथि भगवानको प्यारो भयो। अच्छा बलौनियामा यताउता भौतारी नि अब त्यस्तै बाबु बिहा कहिले गर्ने नाच्ने भन्छन् के र कहिले अब बिहा पनि केटी पाइया होइन। अब कहिले बिहा गर्ने नि समीर गाह्रै हुन्छ केटी पाउने वातावरण त यस्तै भात खाएर मात्रै न तरकारी चाहिने रहेछ क्या। ल अब यस्तै हो पिच रोडमा रमाइलो गर्दै अनि सर हुनु जाति गर्नु सर देखाइदिनु साइडमा गाइज। अब यस्तै हो पिच रोडमा हिँड्दै केटाहरूसँग गफ लाउँदै हिँडिरहेको के अरे बल्ल गर्दै भर्खर बाइक गयो हेर्न सक्नुहुन्छ। ए मौसम त भन्नै परेन यस्तो नाजुक अवस्था। मोबाइलको क्यामेरा अब उस्तै आइफोन भाषी गाह्रो हुन्छ चार्ज टिप्दैन। फेरि बिहे गर्न मान्दैन त्यो हो कि कुरो। नाजुक अवस्था कलिलो मन जिन्दगी झन्ड त्यही हो। अब यही भन्दै अब बराकोटेको भ्यू है त सक्नुहुन्छ। अब पदेर आइयो हामी। अब पदेर चाहिँ अब खाली छ नहाम्बो दुरी बास्कोटिन छ कि ल पदेर निस्क्यौँ गाई त्यस्तै छ। ल एउटा ऱ्याप भन्न त गायकार भाषी। ल मैले अलि माथि गर न म चाहिँ एउटा टुक्का हानिदिनु छ है त। या हामीसँग भिन्न सक्दैन देखाइदे सेतो झन्डा। तेरो घमण्डलाई कोची कोची फायर हान्छु बङमा। मेरो सपना पुरा गर्न अझै बाँकी छन् किनकि मेरै भरमा बसिरहेछन् फ्यामिली पनि घरमा। हामी पहिलेदेखि दामी समीर हामी झनै अहिले खतरा या ल गाइस सुन्नु खतरा ऱ्यापर बन्छ भविष्य।
अब सबैले हेरिरहन्छन् हामी यस्तो राम्रो भएर हिँडेको त्यही हो ल हामीलाई चिन्ने नचिन्ने कोही नि छैन अच्छा यस्तै हुन्छ अब त्यही हो भइरहेको होइन रमाइलो त अक्का उता टिकाराम सर अनि यता हामी फेरि यस्तै हो कपाल मिलाउनु पर्छ गाह्रो पिरो काट्न पैसा नि छैन हालिदिनु भयो हालिदिनु आज पनि यत्तिकै यताउति भौतारी दिन गयो इक्जाम चलि प्रयास गरेर यहाँ जाहिर छ सकियो विदेश जाने अब पढेर के गाडी हान्ने अब फेरि नसके नि जाने विदेशै जाने विदेशै गाइस ठुलो सानो देश कुन पर्छ यस हेर्न सक्नुहुन्छ गाइस ओ त्यहाँ चाहिँ बाँसकोटे छैन हामी केटाहरू नौनाउने ठाउँ हो कि खतरा छ कि यहाँ फेरि सिँढी पनि बवाल छ होइन मिठो अहिले चाहिँ पानी सुकेर भेजा भए नै हामी केटाहरू 15-20 जना भएर मिठो नुहाइन्छ कि यहाँ फेरि सिन पनि होइन भ्यू हरिफ छ कि आइरहन्छ हाम्रो एरिया हो उता पनि हाम्रो यता पनि हाम्रै सबै चापकोटै हाम्रो हो कि ल ठिक छ हामी चाहिँ बसेर काम के छ त बाहरू बाँची यहाँ त्यही होइन घाँस सास काटिए अब भैँसी दुन भयो हाई गरिदिनु नि त होइन त मिहिनेत छ नि त पसिना रगत बगेको थाहा हुन्छ नि यसो हेर्न सक्नुहुन्छ चिसा यो चाहिँ छिटो खोलाको नयाँ पुल हो धेरै भएको छैन 3-4 महिना भयो होला धेरै भयो भएदेखि चाहिँ तर खतरा भएको पहिला डरै लाग्थ्यो त्यो यहाँ तलतिर गइन्थ्यो बर्खा लाउँदैन पुरै बगाएर बाइक साइक पनि बगायो के भएर त्यही भएर जनताहरू अति नै भएर अनि सबै मिलेर यताति भएर गराएन के अरे पानी टङ्की पानी यहाँ चाहिँ टङ्की यहाँ चाहिँ हाम्रो घरतिर जान्छ पानी सानी चाहिँ त्यो शिवदाई आउँछन् फुलबारीको खोलिदिनु यस्तै छ अनि उता साइडमा चाहिँ धारा छ चिट्टाको बनाइदिएन कुवा जस्तो फुलबारीका टोलीहरूलाई भइरहेछ खानु ढाडिनलाई चल्छ कि यता देख्न सक्ने छिटे खोला पुल लम्बाइ 15 मिटर अरे पुरै सिस्टम छ कि सुविधा चाहिँ गराएर चापकोट अनि चापकोट हो नि त होइन सक्दैन नि फेरि चापकोटेलाई मिठो लम्बाइ चौडाइ सबै लेभल अनुसार बनाएछन् कामदार पनि राम्रै रहेछन् कि हो यतिको गराएर गयो है यतिको भएपछि त हार छोराछोरीको पाला सलाई चल्ला नि त गम्भीर छ अवस्था गम्भीर छ हामी वातावरण मिलाउनु भने हिँडेको किसान पारी के हुन्छ यस्तै छ पछाडिको यसो सरलाई पनि देखाइदिनु केही बोल्नु भएको छैन के केही बोल्नुहोस् न त टिकाराम सर 2-4 शब्द ठिक रमाइलो चाहिँ भएको होइन ल रमाइलो चाहिँ हुनुपर्छ त्यही यो 7 दिन भएको हिँडेर यस्तै चाहिँ रमाइलो वातावरण छ हाम्रो चाहिँ पुरै यता मोटा छोटा गा हाले खाने के फलाम सब तगडा छैन ठिक छ अहिले यति है त अब यसो माथि पिएससी कलेज नि र मेरो कलेज पनि आउँछ सबै देखाइन्छ कि हामीले चाहिँ अनि औडा कति पछि हिँडेर आइयो नि ल छोप्नु हुन्थ्यो नि सकेन तिमीहरूलाई ती 3 जना भएर पनि छोपेन और अभी तो रुको क्लाइमैक्स अभी बाकी है भिडियो बनाएको भिडियो भलक युनिक भण्डारी 3-5 आना आउँछ भण्डारी 3-5 सब्स्क्राइब गर साँझ आइहाल्छ क्या ल सबैलाई हाई गरिदियो नि त ल 3-5 त्रिपल 5 हेर्न सक्नुहुन्छ अब यस्तै गरी अब प्रगति गर्दै जाने हामीले फेरि किसानमा नि घरहरू त अक्का खाने हेर्न अस्ति घर बनेको ढकालले कलर गरेको अरे यो घर चाहिँ सही गरेर होइन अनि अक्काले पनि राम्रो गरेको आयो किसानको बोर्ड आएछ ल किसान आयो है गाइस यहाँ गाडी जाँदै हो गाडी सम्पर्क गर्न किसानको बोर्ड हेर्न सक्नुहुन्छ मित्र यता नि अक्का घर बनिरहेको हेर्नु वातावरण अनि किसान बोर्ड हो देखियो हैन किसान थिमै यस्तो घर छ यस्तै हो प्रगति गर्दै जान्छौँ हामीले विकास भइरहेको विकास यो कता कता जाने यहाँ बोर्ड छ कहाँ जाने हो यसो थाहा भइहाल्छ यता तलतिर चाहिँ हाम्रो भाइरल रोड यता चाहिँ हाम्रा किसानका विद्यार्थीहरू यता पनि देखाइदियो केटाहरूलाई हेर्नु किसान
जन्मको वातावरण मिलाएर हामीलाई यहाँ फेरि अब चिनेको आन्टी घर गर्नु। यो चाहिँ हाम्रो भाइरल रोड जाने बाटो अनि त्यसपछि यता चाहिँ अब उहाँ भ्युटार जाने बाटो। यहाँ बोलाउनु भयो दुध लिनलाई पैसा लिन आएको। भिडियो बनाएको यो लिएर आएर अनि त्यहाँ हजुरआमा ल गाइज हेर्न सक्नुहुन्छ। अब हामीलाई पैसा मसँग यो अब किसान खोल्सा भनेर अब यही खोल्सालाई चिनिन्छ। यही हो यो मासतिर आएको यहाँ बिचमा बाटो बन्ने अरे नभए पहिला ओखो लास्टै डर लाउँदै थियो भन्ने बयानै गर्न नसक्ने डर लाउँदो। कलेजनिर आउँदै खम्केर हामी उस भयो अनि कहाँ पुगेर आउनुभयो त चिन्नु भयो कि हामीलाई चिन्ने हाई गरिदिनु नि त हाई गरिदिनु नि त। ये सब क्या देखना पड़ रहा है। फेर अब गाइज हेर्न सक्नुहुन्छ यो हाम्रो कलेजको इन्ट्री हुँदैछ। अब भोलि इक्जाम छ बिहानै आउनुपर्छ। ल हाम्रो स्कुल यही हो किसान बहु प्राविधिक शिक्षालय। अनि यस्तै छ नाजुक अवस्था भित्र नि अक्का पढ्न आउन मिल्छ गाइज। अब सम्पर्क गर्नु मलाई अब म भर्ना गर्ने प्रोसेसमा गरिदिउँला एकछिनलाई त। अब आइसी देखा 12 देखाले अब सम्पर्क गर्न मिलिसक्यो। यही हो होस्टेल बस्न नि आउन मिल्छ। हामी दुध लिने ठाउँमा पुग्नलाई यो कपाल बिजोग भए यसो काटीकुटी गर्न पर्ने भए के अरे पिस बनाउने। अब कुन कट काट्नु हजुरले सजेस्ट गर्नु त्यही मध्ये हानेर कपाल काटेको नि भ्लग बनाइन्छ हामी दुइटाको। हात दुख्छ काहीँ कस्तो एउटा स्ट्यान्ड लिएर हिँड्न पर्यो क्या त्यो भए चाहिँ अब खतरा हुन्थ्यो गाइजहरूलाई चाहिँ। हामी चाहिँ दुध भेड्किने लाम गाई चाहिँ अब त्यही गाउँछ अवस्था के कस्तो हो उता टिकेर लगाइदिने दुध यसो कस्तो भइरहेको त्यहाँ चाहिँ गफ लाउनु होला नभए यसो उता पुगेर डुलेर राम्रो यहाँ भर्खर आउनै रहेको दुध लिने ठाउँमाको भेट्यो। उताको चाहिँ हामी कान्छी बजारमा आउँदा गराउने सोच गराइयो। अब दुध लिँदाको भिडियो चाहिँ अब यहाँ देखिन्छ अनि त्यहाँ गएर यसो कुरो चाहिँ गरिन्छ। हामी चाहिँ दुध लिन आइयो होइन। अब 5-7 लिटर दुध लिएर जाने यस्तै टोलीहरू मुलुक छन् होइन सबै यहीँबाट लान्छन्। यस्तै छ चलिरहेको छ हुनुपर्छ अरे होइन यतिको भएर विकास हुन्छ। रात परिसक्यो जान टाढा होइन यस्तै छ गन्तव्यमा पुग्न टाढै छ। अब हामी लाइनमा छौँ दुध कुर्ने अवस्था परिया भात खाएर नहुने तरकारी चाहिँ रहेछ यस्तै छ। बात त सही है। गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी दुध लिन आइयो। अब हाम्रो टर्न आयो यहाँ चाहिँ पैसा लिएर बस्यो यहाँ दिनलाई कति आयो टोटलको टोटल 660 ल 660 आएछ। 660 को अब 5 लिटर 5.5 लिटर भयो के अरे व्यवस्था मिलाइरहेको। अरू सबै ठिकै छ कि दाइ होइन ए भाइरल मान्छे त तपाईँको अच्छा शीतल डाँडा है त होला होला टिकटकमै होला टिकटक शीतल डाँडा हो सबै छ टिकटकमै हो कि आएको ऊ पनि उसको छोरा पार्ने हो लगाइज हामी चाहिँ दुध लिएर निस्क्यौँ। हेर 10 जनाको पकायो नि पोका तर खाली हात छन् यस्तै छ। अब हामी अब बिचा आइरहन्छौँ त्यही वातावरण यस्तै छ गाइस वातावरणमा फलो गर्नु ल त्यही हो आउँदै रह बाटो देखि होइन त्यही हो। ल फेरि हामी भाइरल रोडतिर आइयो गाइज मेहनत गरिरहनु भएको दिन्छौँ अनि निस्किने फेरि अवस्था गाह्रो पिरो हुँदैन। यस्तो रात परिसक्यो गाइज बस्नु भयो दुध कसरी भेड्को भनेको होला नि गाह्रो पिरो अवस्था छ। ल दुध भेड्कियो क्या रे ए ल पोको लिइहाल्नु नि एउटा ल ल हामी गयौँ हजुर पनि युट्युबमा देखेन झाइ गरिदिनु नि त ल गरिदिनु नि त ल ल प्यारी समझ गई गयौँ त ल गाह्रो पिरो अवस्था छ आइहाल्दा त चलिरहन्छ गाउँमा भाषी
बाटो दुईटा छ फेरि यताबाट अब डरेलाउ छ नि यो त बाँसकोटेको फेरि भुसुत आउँछ क्या डरेलाउ पुरानो बाटो हिँड्दैछौँ हामी टक्क गन्तव्यमा अब प्रेम सर घरतिर हुँदै जाने अब चाहिँ अहिले त डरेलाउ छ नि त्यही भएर अब तिनवटा खानु त्यही पनि डर त लागिहाल्छ के अरे एक्लो जेल मलाई लागिहाल्छ त्यही पनि उता गन्तव्यमा पानी भर्ने लाइनु त्यहाँ हेर त उता ए ल बा एक्लै हुनुहुन्छ कि डराउनु भएको छैन कि होइन ठिक छ कि सबै केलाई डराउनु छ र डराउनु त भएन होइन पानी फेरि साह्रै ठुलो आउनु रहेछ बिजोग छ बिजोग बिजोग घरि बिजोग अहिले चाहिँ खडेर लाएर होला नि त गाह्रो बिरो यस्तै छ लाउँछ 2-3 घन्टा यतै भाषा ल्याएर यतै बसी होला जस्तो छ ल हाई गरिदिनु नि त ल ल बाई ल है बाई ल ल ल सही छ रमाइलो चाहिँ हुनुपर्छ होइन बाजे रमाइलो भयो ओ समीर दाइ ए यिनीलाई म सोधेर गाडी आइरहेको छ यता त्यहाँ ढुक्क छ कि गाडी धेरै हिँडिरहेको छ त्यही भएर यही बाटो आइन्छ क्या हामी हजुर मलाई सही बाटो बताऊ है कहाँ लाइट नबाल न तिमीले मलाई देखाएको छ म तिमीलाई देखाएँ छाप भन्ने जाने छ यो माथि छापा पुग्यो छापा के हो रे लसुने हो रे मलाई त्यहाँबाट उता गयो हुन्छ कि माथि माथि जानु भएको छ त्यहाँ गयो यही बात थियो है यही सिधै जानु अनि त्यहाँ त 3-4 चोटि पार्लर साँझो भएर बाटो चिच्चाउन सक्छ त्यहाँ पार्लर छ नि त्यहाँ पार्लर छ पार्लरबाट यसो ठाडो बाटो जान्छ अगाडि यसो पनि भनिदिन्छ नि अहिले उहाँ चाहिँ नाचेको हुनु भएको रहेछ बाटो नचिनेर मेसो पाउनु भएको रहन्छ कि सही रास्ता देखाइदियो नभए गोली खान्छ भने बुढो थर्काइरहेको थियो होइन बाटो देखाइदिएको राम्रो होइन तर सही बाटो देखाइदिएको हामीलाई पनि राम्रो हुन्छ होइन गलत देखाइदियो भगवान्ले पनि त हामीलाई गलत गर्ला नि त्यो भएर सही कुरा हिँड्निएका होइन त्यहाँ हामी पनि सही बाटो हिँड्ने यस्तै छ रमाइलो भयो अब दुःख परेकालाई सही गर्नु पनि हाम्रो कर्तव्य होइन यो चाहिँ हुनपर्छ सबै इन्सानमा चाहिँ हुनुपर्छ भन्ने इन्सानमा त भइहाल्नु पर्यो नि वातावरण मिल्ने अहिले चाहिँ यस्तै छ नाजुक छ बाटो यस्तो होइन अझै यस्तै रमाइलो चाहिँ भइरहेको पछाडि गीत चाहिँ बजिरहेको छ नन गीत बजिरहेको हिन्दी लोकदरी पब 55 शर्मादेखि लिएर भिटेन 55 लाउरे सबै गीत बजिरहेको छ बजे चाहिँ बात त सही है बोलाइ छ होइन यस्तै छ अहिले यति भन्न चाहन्छु अब अहिले यति भन्न त हुन्छ यहाँ चाहिँ गाइस खुदो पाइन्छ हेर्न सक्नुहुन्छ पाइन्छ यहाँ चाहिँ गणेश सहर पुरानो सहर चल्लो बल्दो अझल पढाउनु छोडे त्यही पनि बाँचिए भन्छन् के काम त गर्छन् बुढाले कसिन्छन् छन् होइन सङ्घर्ष गर्नुपर्छ केटाहरू भन्ने सम्झाउँथे पहिला अझल त मतलब लाउनु त बुढा कहाँ म क्या संसार अलग पृथ्वी अलग नेपाली अलग देश अलग सबै अलग छ होइन अच्छा ठीक है कि आफ्नो तरिकाले बाँच्ने हो माया गर्ने मान्छेले यसै माया गर्छ माया नगर्ने मान्छेले हेट पनि गर्दैन बालपन दिँदैन त्यही भएर आफूसँग छ भने अगाडि लाएर हिँड्ने सानो भए माया गर्ने ठुलो भए आदर गर्ने हो त्यही हो मैले त भन्न चाहेको पछि टिकाराम सर्छन् तर आदर गरिरहन्छ मैले होइन त्यो चाहिँ हेर्छले सिकाउँथे पहिला हामीले केरा चोर्दा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ केरा काण्ड यो चाहिँ हाम्रो मन्दिर छ अवस्था चाहिँ यो चाहिँ कालिका मन्दिर हो यहाँ चाहिँ पूजासुजा मस्त दसैँ तिहारमा चाहिँ मस्त भव्य रमाइलो हुन्छ खसी ढलाउने बोका ढलाउने हाम्रो नि कति 100 के पुग्यो भने त यहाँ पूजा गर्नु होला भो अन्त पुऱ्याइदिनु होइन हामी चाहिँ यहाँ ढुक्क गरिन्छ है 100 के पुग्यो त ढुक्क यता जाउँ न त्यहाँ झ्याउन्छ क्या सर्पहरू यहाँ हेर्न सक्नुहुन्छ मन्दिर चाहिँ यही हो आउनु राम्रो भएको परेर बिजोग थियो अनि उताको बनियो मिठो राम्रो भएको मन्दिर विकास चाहिँ त्यो भइरहेको क्या चारैतिर लाइट साइडको सुविधा छ चारैतिर उज्यालो वातावरण यतिकै चाहिँ हुनपर्छ कि होइन यतिको भाषी विकास भइहाल्छ नि त लाइट नजिकै भुकी त राखेन होला विकास भरै भुकिरहेको होला होइन त्यहाँ यो स्वास्थ्य अब सुक्नु लास्टै भयो घरको 2 साल भात हान्दिने अनि बात त सही है म बोल्दै हिँड्छु हामी चाहिँ अब आफ्नै छेउर भन्ने ठाउँ आइयो जाँड गइएको थियो त्यही ठाउँ आइयो यता कोही टेक्टर बसिरहेको मान्छेहरू यो चाहिँ गुच्छा भाइ हो यो त्यस्तै चाहिँ बाबुमाको कटेज आइएको थियो यो चाहिँ ओबामा चोक भनेर चिनिएको पहिलाको चल्लो बल्लो
अहिले चाहिँ सेलायो केटाहरू पनि विदेशतिर गयो कि त्यो बासी ओबामा चौकै सेलाएर यहाँ सुरेशलाई घर ठडाइदिनु भयो ओबामा के भयो मेसमेलाई भएन यो चाहिँ अनिसा हो यो घर बन्दै गरेको चाहिँ ओबामा चौकको नातिनी हो अच्छा यस्तै छ अब आइयो हामी छुट्टिने बेला हुँदैछ त्यही यो दर्शकबिन होइन भिडियोलाई हेरेर माया सपोर्ट गरिदिनु होला त्यही अन्तिम इच्छा चाहिँ सब्सक्राइब सबै गरेर कमेन्ट कसै हुन्छ अगाडि पुऱ्याउनु पऱ्यो त्यही भन्न चाहन्छु मैले चाहिँ